यो विवाह भनेको के हो भने नि एउटा गेम हो जहाँ चाहिँ दुईटा प्लेयर हुन्छ, एउटा श्रीमान एउटा श्रीमती। जुन गेममा पनि त हार जित हुन्छ नि त, यो गेममा पनि हार जित हुन्छ। सधैँभरि हार श्रीमानको हुन्छ, जित श्रीमतीको। श्रीमान यो के संसारकै सबभन्दा ठुलो मोटिभेसनल स्पिकर किन नहोस्, ऊ घर आएपछि श्रीमतीले उसलाई डिमोटिभेट गरेरै थाल्छ। बाटोमा ट्राफिकमा होमलेस भेट्यो भने त्यो होमलेसको बरु कुरा सुन्छ श्रीमतीले। हाउ टु बिकम अ बिलिनियर भन्यो भने $1 दिने ठाउँमा $2 दिएर आउला। तर घरमा श्रीमानले भनेको कुरो फिटो पऱ्यो। तपाईँको के कुरा सुन्ने, तपाईँभन्दा राम्रो आइडिया त त्यो होमलेसले दिन्छ। उसँग कस्तो कस्तो दामी आइडिया थियो बिलिनियर बन्ने। एउटा मेरो साथी बाउ बन्यो कि 2-4 दिनपछि घरमा गएँ अनि यसो बच्चा बोकेर चाहिँ हेर फाइनली 5 वर्षपछि म बाउ बने हेर भनेर मलाई देखाएँ क्या। मैले झन् उसको श्रीमतीको आँखामा यसो हेरेँ, बुढा कुरामा उसैलाई विश्वास छैन। बन्छस् बाउ, विदेश थियो 2 वर्ष बसेर आयो, 6 महिना भएको छैन बाउ बन्यो। मैले भनेको के हो त 6 महिनामा बाउ बनिस्, के गरी बनिस् भन्छु होइन। कहाँ त पहिलेदेखि लभ गरेको केटाकेटीहरू चाहिँ बिहे गरेको 3 महिनामा बाउ बन्छ, आमा बन्छ। हाम्रो त बिहे गरेको चाहिँ 5 वर्ष भइसक्यो, 6 महिनामा बाउ बन्दा के पो भन्छ, के भन्ने क्या त्यस्तोलाई। तर यस्तो बेलामा पनि मेरो श्रीमती घिउ, यस्तो घिउ नि जे भन्यो नि पत्याउने। ल के गर्ने भनेर म सधैँ सोचिरहन्छु क्या। एकदमै क्रिएटिभ माइन्ड छ नि त मेरो। अलिकति खल्तीमा पैसा भयो भने के गर्ने, रेस्टुरेन्ट हानिदिउँ कि क्या हो। हुन्छ हेर्नु न अब तपाईँलाई जे ठिक लाग्छ त्यही। एउटा स्टोर किनिदिउँ कि क्या, हुन्छ हेर्नु न अब तपाईँलाई जे ठिक लाग्छ त्यही। गाडी किनिदिउँ कि क्या एउटा, हुन्छ हेर्नु न अब तपाईँलाई जे ठिक लाग्छ त्यही। एउटा घडी किनेर चाहिँ बालमा दिउँ कि क्या हो, हुन्छ हेर्नु न अब तपाईँलाई जे ठिक लाग्छ त्यही भन्छु। बुढी यसो गरौँ, बुढी यसो गरौँ, बुढी यसो गरौँ। मेरो घिउ जस्तो बुढीले कहिल्यै भनेको छैन है। मेरो आमाबुवाले पनि मलाई त्यति विश्वास गर्नु भन्नु के, विश्वास गरे भए त डुब्नुहुन्थ्यो, त्यो अर्कै कुरा हो। मैले फेरि बुढीलाई छेउमा राखेर भने, वाह बुढी तिमीलाई म कति विश्वास। त्यसपछि बुढीले भने, किन विश्वास हुँदैन, तपाईँ त मेरो श्रीमानको हो त, मलाई तपाईँप्रति पूर्ण विश्वास छ। तपाईँले गफ दिने मात्रै हो, केही गरेर लछार पाटो लाउने होइन। यस्तो ट्रस्ट रहेछ।